भदौ महिनाका लागि 5 बैंकले घटाए ब्याज दर। कुन बैंकमा कति पाइन्छ? वाणिज्य बैंकहरूको ब्याज दर घट्ने क्रमले निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याज दर सार्वजनिक गरेको विवरणले यस्तो देखाएको हो। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याज दर घटेको छ। भदौ महिनाका लागि 20 वटा वाणिज्य बैंक मध्ये 5 वटा बैंकले आफ्नो अघिल्लो महिनाको ब्याज दर घटाएका छन् भने बाँकी 15 वटा पुरानै ब्याज दरलाई निरन्तरता दिएका छन्। सबैभन्दा धेरै ब्याज दर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याज दर कटौती गरेको छ। त्यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याज दर घटाएको छ। त्यस्तै सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगतमा 0.1% ब्याज दर घटाउँदा कुमारी बैंकले व्यक्तिगतमा 0.9% र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत तर्फ 0.5% ब्याज दर कम गरेका छन्। यी तीनवटै बैंकले संस्थागत तर्फको ब्याज दर भने साउन महिनाकै स्थिर राखेका छन्। यद्यपि अधिकांश वाणिज्य बैंकहरूले भने साउन महिनाकै ब्याज दरलाई भदौमा पनि निरन्तरता दिएका छन्। नबिल प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुच्छ्रे, कृषि विकास नेपाल, एसबीआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई गरी 15 वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याज दरमा कुनै परिवर्तन गरेका छैनन्। अघिल्लो महिनाको विपरीत घट्दो ब्याज दरको यस प्रवृत्तिका बीच भदौ महिनाका लागि भने कुनै पनि वाणिज्य बैंकले आफ्नो ब्याज दर बढाएका छैनन्। नयाँ प्रकाशित दर अनुसार भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज दर नबिल बैंक र प्रभु बैंकले नै दिनेछन्। यी दुई बैंकले व्यक्तिगत तर्फ अधिकतम 4.55% ब्याज दर तोकेका छन्। अर्कोतर्फ व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याज दर कुमारी बैंक र सिद्धार्थ बैंकको रहेको छ, जहाँ ग्राहकले अधिकतम 3.76% मात्र ब्याज पाउनेछन्। संस्थागत मुद्दती निक्षेपको हकमा भने नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, नेपाल बैंक, एभरेस्ट र हिमालयन बैंकले सबैभन्दा धेरै 3.5% ब्याज दिने गरी तोकेका छन्। प्रभु, कृषि विकास, नेपाल एसबीआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम 2.75% मात्र ब्याज दर तोकेका छन्।